आज हामी अलिकति फरक खाले चाहिँ इन्ट्रिग्रेसन गर्दैछौँ। यो चाहिँ 12 मा म्याक्सिमम सोधिरहेको हुन्छ। अनि यदि इन्जिनियरिङ गर्दै हुनुहुन्छ अर्थात् चाहिँ तपाईँले बिएससी गर्दै हुनुहुन्छ भने चाहिँ यो ब्याचलर लेभलमा पनि सोध्छ है। सो चाहिँ एकदम ध्यान पुऱ्याएर पढ्नुपर्ने खालको एउटा यो चाहिँ इन्ट्रिग्रेसन हो। यसको लागि तपाईँले म्यासिभ चाहिँ सम्झिनु पर्ने कुरा भनेको के हो त भन्ने लाग्छ भने साइन स्क्वायर एक्स प्लस कस स्क्वायर एक्स इक्वल्स टु 1। यो एउटा फर्मुला तपाईँहरूले याद गर्नुहोस्। यो फर्मुलाबाट दुई तिनवटा फर्मुला बन्छ, जस्तो कि कस स्क्वायर एक्स भनेको 1 माइनस साइन स्क्वायर एक्स हुन्छ, साइन स्क्वायर एक्स भनेको 1 माइनस कस स्क्वायर एक्स हुन्छ भन्ने कुरा तपाईँले याद गर्नुपर्छ। अब यसमा तपाईँहरूले केही गरी नै सोल्भ गर्न मिल्दैन, किनकि यहाँ कन्स्ट्यान्ट टर्म छ अनि यहाँ एक्स। अब तपाईँले के गरिदिनुहोस् भने ए इक्वल्स टु ए साइन थीटा मानिदिनुहोस्। एकचोटि ए साइन थीटा मानिदिनुहोस्। सरी, एक्स इक्वल्स टु मान्नुपर्छ हामीले। यो त कन्स्ट्यान्ट टर्म भइहाल्यो। ए साइन थीटा मान्दाखेरि एक्स इक्वल्स टु ए साइन थीटा मानिदिनुहोस्। अब यदि तपाईँले यसलाई डिएक्स बाई डी थीटासँग गर्नुहुन्छ भने ए को ए नै होला, कस थीटामा चेन्ज हुन्छ होइन। डिएक्स इक्वल्स टु चाहिँ तपाईँको के बनिदिन्छ भने ए कस थीटा डी थीटा बनिदिन्छ। अब यसलाई तपाईँले माथि क्वेसनसँग पुटिङ गरिदिनुहोस्, भ्यालु माथि राखिदिनुहोस्। मैले ल्याङ्ग्वेजमा त्यति ध्यान दिएको छैन। ए कस थीटा डी थीटा बाई चाहिँ तपाईँको यो भनेको डिएक्स, यहाँ डिएक्स थियो, डिएक्सको भ्यालु हामीले यहाँ निकाल्यौँ, सो राखिदियौँ। ए स्क्वायर छ, ए स्क्वायर माथि एक्स हामीले के मानेछौँ हेर्नुहोस् त, ए स्क्वायर साइन स्क्वायर थीटा छ है। अनि अब छ ए कस थीटा डी थीटा। अब यहाँ ए स्क्वायर त कमन आउँछ, आउँदैन? ए स्क्वायर कमन आयो 1 माइनस साइन स्क्वायर थीटा भयो है। हेर्नुहोस् यहाँ, अब हेर्नुहोस् है यहाँ, अब यहाँ बुझ्नुपर्छ है तपाईँले। 1 माइनस साइन स्क्वायर चाहिँ थीटा भनेको 1 माइनस साइन स्क्वायर कस स्क्वायर एक्स हो नि त, कस स्क्वायर थीटा हो नि त। कस स्क्वायर थीटाबाट कस थीटा बाहिर निकालिदिनुहोस् के। ए कस थीटा डी थीटा बाई यहाँबाट ए निस्क्यो, यहाँबाट त कस थीटा बाहिर निस्क्यो नि त। यो यहाँ कटिङ भइदियो। अब तपाईँले यहाँनिर लेख्न सक्नुहुन्छ डी थीटा भनेर लेख्न सक्नुहुन्छ है। डी थीटा भनेर लेख्न सक्नुहुन्छ। अब डी थीटा लेखिसकेपछि यसको त थीटा प्लस सी चाहिँ एन्सर आइदियो। तर थीटा भन्ने चाहिँ टर्म, यो भेरिएबल त